हेलो वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। अनि आज म तपाईहरुलाई केही भिडियो देखाउन गइरहेको छु। विशेष भिडियो देखाउनुको उद्देश्य के छ भनेदेखि एउटा रुखको विषय लिएर है। त्यो रुख चाहिँ चाइनिज ट्री भन्दो रहेछ। त्यो चाइनिज ट्रीमा चाहिँ तपाईको एकदमै फुल फुल्दो रहेछ। र यो बाटोभरि पनि झरिराखेको देख्न सक्नुहुन्छ। बोट चाहिँ कस्तो हुन्छ नि यस्तो हुन्छ। एकदमै रुखभरि चाहिँ पुरै फुलले छाइराखेको हुन्छ। आजभोलि फुल पुरा फुलेर झ्याप्पै हुन्छ। र विशेष हेर्दाखेरि चाहिँ यो फुल एकदमै दामी छ। तर यो फुलको बासनले चाहिँ एकदमै मान्छेलाई हानिकारक गर्दो रहेछ। पुरा गन्धले टाउको दुख्दो रहेछ हो। त्यहाँबाट अझै घर छेउछेउमा छ भने चाहिँ के हुन्छ भने मौरी पालन गरेको छ नि, मौरीहरू पनि पुरा यसको रसले मौरीहरू मर्दो रहेछ। यहाँ बाटोतिर पनि मौरी मरिराखेको देख्न सकिन्छ। र विषय यसलाई चाहिँ नरोप्नु पनि, यसलाई चाहिँ भएको जग्गामा पनि मसाइदिइहाल्नु पर्ने रहेछ भन्ने चाहिँ सूचित गराउँछु म।